गुड मर्निङ नमस्ते। आज चाहिँ हामी बुकुरतिर पो जाँदैछौँ त है। ल हामी चाहिँ बुकुर पुगिसक्यौँ। जाँदै गरेको भिडियोहरू चाहिँ मैले राखिनँ है। हामी बुकुर किन गयौँ होला ल गेस गर्नुहोस् है। हामी चाहिँ आज बुकुरतिर गयौँ र बुकुरबाट देखेको भ्यू हो यो चाहिँ एकदमै राम्रो छ। र यो चाहिँ हाम्रो छेस्काम मावि हो, छेस्कामको स्कुल। र हामी चाहिँ यहाँनिर छौँ र फुलबारी पनि एकदमै राम्रो छ र हामी बुकुरमा भित्र पसिसक्यौँ है। अनि हाम्रो चिया आउँदैछ, ब्ल्याक टी र विदाउट सुगरको कफी आयो। कफी चाहिँ यहाँ बबाल पाउँछ है र हाम्रो पनि कफी आइसक्यो विथ सुगर। र हामी चाहिँ अब चिया खान्छौँ। चिया खाइसकेपछि सुमनाले चाहिँ रियाक्सन देखाउँदैछ, एकदम खतरा रियाक्सन आइरहेछ उसको। अनि त्यस पछाडि अर्को भनेको खाइसकेर हामी कहाँ गयौँ त, यहाँनिर जाँदैछौँ। अगाडि यहाँ सिस्टरहरू चाहिँ आएर गर्दै हुनुहुन्थ्यो। अनि यसरी हामीले चाहिँ सबैजनाले ढुङ्गा चाहिँ भारी लाउँदैछौँ, ढुङ्गा भारी लाउँदैछौँ। यसरी चाहिँ हामीले चाहिँ श्रमदान गर्यो है। मान्छे लडियो पनि एकचोटि ड्याङ्गै लडियो, मान्छे 2 जना झन्डै घाइते भयो। अनि यसरी हामीले चाहिँ काम गऱ्यौँ आजको दिन। यसरी ढुङ्गा ओसारेर अनि पछि हाम्रो अमिर काजी सर पनि आउनु भएको थियो। अनि ड्राइभरले पनि सघाउनु भयो हामीलाई। अनि हामीले एक ट्र्याक्टर चाहिँ लोड गरिसक्यौँ है। यो चाहिँ किन होला पछि भिडियोमा हेरेर थाहा पाउनु नै छ है। अनि यो चाहिँ सरर ल्याएको हाम्रो हेल्पपोस्टमा। अनि त्यसपछि यो चाहिँ ट्र्याक्टरले ढुङ्गा चाहिँ कस्तो आइडियाले गर्दो रहेछ भने नि, झार्दो रहेछ भने नि। अनि मजा भएर म चाहिँ पानी परिरहेको थियो क्या, ठ्याक्क हामी आएर पानी पर्यो। अनि सबै ढुङ्गाहरू चाहिँ उसले झारिसक्यो। अनि त्यस पछाडि म चाहिँ नुहाउनु छिरेँ, किनभने दिनभरि त्यो उमा काम गरेको धुलै धुलो भयो नि त। अनि त्यस पछाडि नुहाएर आएर त्यस पछाडि, किनभने यो चाहिँ हाम्रो फोहोर जलाउने ठाउँ हो र फोहोर जलाउने ठाउँ चाहिँ एकदम ओपन छ क्या हाम्रो चाहिँ। अनि त्यही भएर चाहिँ यो ढुङ्गाहरू ल्याएको हो। बाँकी भिडियो अर्कोमा आउँछ। थ्याङ्क यू फर वाचिङ।